सबैजनालाई नमस्ते। म चाहिँ यो प्रदेशको इन्डियाको बेङ्गलोर भन्ने ठाउँमा छु। अनि यस ठाउँमा चाहिँ हिँड्दै काम गर्दै गर्दा एकजना हाम्रो व्यक्तित्व हुनुहुन्छ कला साहित्यतिर एकदम रुचि राख्ने र उहाँमा पनि एकदम कला साङ्गीतिक क्षेत्रमा एकदम एउटा ज्ञान भन्दा नि एउटा रुचि भएको व्यक्ति हुनुहुन्छ। उहाँलाई चाहिँ मेरो यो सानो एउटा भ्लगमा चाहिँ उहाँलाई स्वागत छ। बाँकी परिचय उहाँको सम्पूर्ण कुराहरू यहाँको बसाइहरूको सम्पूर्ण कुराहरू उहाँबाट नै सुन्नेछौँ हामी। उहाँलाई स्वागत छ है। यो चाहिँ नमस्कार एकदम क्यामेरा मिलाउनु। नमस्कार जोडले होइन सेवारो के भन्छ होइन सबैजनालाई नमस्ते। हाम्रो रतनजीको फेसबुक पेजबाट एउटा सानो भ्लग भनौँ या भिडियो चाहिँ एकदमै दिने एउटा भिडियो बनाउन भन्ने चाहिँ एउटा अवसर मिल्यो, जुन कि हामी प्रवासमा छौँ। यतिखेर प्रवासमा भन्ने बित्तिकै धेरै नै फेमस ठाउँ छ, जुन कि इन्डियाको बेङ्गलोरमा धेरै नेपाली दाजुभाइहरू पनि हुनुहुन्छ क्यारे होइन। त्यहाँबाट हामी चाहिँ एकदमै अहिलेको माहौलमा हामी जोडिरहेको छौँ। विशेष गरेर हाम्रो रतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है त। मेरो नाम भन्नुपर्दा मेरो परिचय यस प्रकारको छ। मेरो नाम चाहिँ महेश कुन मगर होइन। म चाहिँ मगरको छोरा परेँ। मेरो घर चाहिँ मेरो जन्मघर चाहिँ दैलेखको गुराँस गाउँपालिकामा पर्छ होइन। आज चाहिँ यसो एकदमै रमाइलो मोडमा छौँ यतिखेर होइन। हामी छुट्टीमा पनि छौँ क्यारे विशेष गरेर होइन। एकदमै खुसी पनि छु आज, किन भन्दाखेरिमा महिनाभरि हप्ताभरि धेरै काम गरिन्छ, एक दिन छुट्टी हुन पाउँदा एकदमै धेरै एक्साइटेड, एकदमै धेरै खुसी पनि छु। र आज एउटा सानो एउटा गजल मुक्तकहरू अनि त्यसपछि गीतहरू पनि तपाईँहरूलाई सुनाउने। तपाईँले आफै सिर्जना गर्नुहुन्छ? आफै सिर्जना अब त्यति धेरै टाइम त छैन, मिल्दैन होइन। त्यही पनि अब सिर्जना त गरिन्थ्यो होला, तर त्यति धेरै चाहिँ त्यो कुरामा विशेष गरेर ध्यान दिएको छैन। अब कस्तो हुन्छ माहौलहरू होइन। तपाईँको दैलेख गुराँस गाउँपालिका भने ठ्याक्कै कहाँनिर? गुराँस गाउँपालिका पातिकाल्ला भन्ने, पातिकाल्लादेखि अलि आधा घन्टा तलतिर मेरो मगर बस्ती छ एउटा, दुबारी भन्ने एउटा कुनामा छ होइन। मगर बस्ती छ लगभग सानो सानो मगर बस्ती, दुबारी भन्छ हाम्रो ओरिजिनल गाउँको नाम। मेरो जन्मघर पनि जन्म पनि त्यही नै भएको भन्नुपर्छ। अहिले त्यही बसाइ त्यही नै हो तपाईँको? हजुर, बसाइ लगभग कहिले अब सुर्खेततिर पनि हुन्छ, सुर्खेततिर भ्यालीतिर पनि बसाइ हुन्छ। सुर्खेत भ्यालीतिर आफ्नै घर कि रेन्टमा बस्नु? अब रेन्टमा हो, कहाँ आफ्नै घर हुने। अब पैसा कमाएपछि घर गराउनु पर्ला भन्ने चाहिँ सोचिरह हो। अब यस्तै यता योतिर आएको कति भयो बेङ्गलोरतिर? लगभग आएको 1 इयर चाहिँ हुन लाग्यो। यहाँको माहौल पनि एकदमै अब नेपाली दाजुभाइहरू त कुनै कुनै साथीहरू त एकदमै राम्रो हुनुहुन्छ, सबै मिल्नेजुल्ने हुनुहुन्छ, कुनै कुनै व्यक्तित्वहरू अलिक खराब पनि हुनुहुन्छ। र धेरै अब बेङ्गलोरको धेरै अवस्थाहरू त सामाजिक सञ्जालहरूमा पनि देखिरहनु भएको छ, तपाईँले सबैले देखिरहनु भएको हुन्छ होला सम्भवतः। एकदमै धेरै अलिकति यहाँको अब परिस्थिति अनुसार नै चल्नुपर्छ, किन भन्दाखेरिमा यहाँ कामहरू गर्दाखेरि कतिको सेफ्टी, कति सुरक्षा कस्तो छ? सुरक्षा त आफ्नो हातको कुरा हो, किन भन्दाखेरिमा सुरक्षा अब हामीले जहाँ रक्सी खाने यताउति मादक पदार्थ लागु पदार्थ सेवन गरेर यताउति अब झै झगडा गर्ने भएपछि आफूलाई नै खतरनाक हुन्छ होइन। यहाँको लोकलहरूबाट कसरी बस्ने के गर्ने भनेर आफ्नो सेफ्टी भयो भने सुरक्षित नै छ जस्तो लाग्छ मलाई जहाँसम्म। फिलहाल काम चाहिँ के गर्नुहुन्छ अहिले? फिलहाल काम अब यस्तै हो, राइटर गरिन्छ होइन। अब जुन राइटर भन्ने बित्तिकै डेलिभरी गर्ने हो र अब सामानहरू त्यहाँको त्यहाँ अब पुर्याउने त्यस्तो काम चाहिँ गरिन्छ होइन। अब कमाइ भन्ने कुरा त त्यस्तै हो। तपाईँ अब ल ठिक छ, त्यो कमाइहरू गरिरहेका छन्, अब आफूले मिहिनेत गरे अनुसारको प्रतिफल पाइने हो। हजुर, तपाईँ अब कला कस्तो गीत गजलहरू गीतहरू कति लोकदोहोरी या लोकदोहोरी किन भन्दाखेरिमा गाउँघरमा लगभग दैलेख सुर्खेततिर लगभग प्रायः जसो अब हुन त देउरा पनि अब एकदमै फेमस छ। त्यसमा तपाईँ मगरको छोरो, त्यसमा लोकदोहोरीतिर एकदम रुचि एकदम रुचि चाहिँ एकदमै धेरै छ भन्नुपर्छ। यो सुरुवातको अब एउटा गीत तपाईँ पनि गाउनु न एउटा गीतबाट। एउटा गीत गाउँछु है। अब यसो बिरहको भाका अब यस्तै हो, जिन्दगीमा धेरै ठक्करहरू हन्डरहरू खाइयो होइन।
त्यही भएको कारणले अब हुन त सबैको जिन्दगीमा त्यस्तो हुन्छ नै, तर आफ्नो जिन्दगीको एउटा हुन्छ कि छुट्टै कहानी हुन्छ। त्यसमा पनि एउटा बिछोडको गीत जस्तै छ, त्यो चाहिँ गाउँछु ल। हो मनमा माया छ भन्दै गाढा भयो आज मबाट झन् टाढा, व्यर्थै जीवन अर्पण गरे तिमीलाई मेरै सम्झी, जल्छ छाती पल पल यादमा अनि झर्छ बरबर आँसु, छोडी जाने निष्ठुरीलाई जतिखेरै सम्झे, जल्छ छाती पल पल यादमा अनि झर्छ बरबर आँसु, छोडी जाने निष्ठुरीलाई जतिखेरै सम्झी। अब कस्तो भन्दाखेरिमा यो गीतले अब साँच्चै नै मेल खाए जस्तो भए तापनि, तर अब ब्याकग्राउन्ड चाहिँ मेल खाए जस्तो भनेपछि जसलाई त्यस्तो छ त्यसलाई कि तपाईँको पनि त्यस्तो भएको चाहिँ अब खासमा अब भनौँ कि नभनौँ, राम्रो गीत, एकदम राम्रो गीत भएको छ। 1 वर्ष भयो यहाँ, भनेपछि तपाईँलाई त्यस्तो अप्ठ्यारो वातावरण केही छ या? एकचोटि चाहिँ अप्ठ्यारो भएको छ। कस्तो भन्दाखेरिमा अप्ठ्यारो कस्तो भन्दाखेरिमा अस्ति भर्खरै एकदमै लोकलहरूबाट हेपाइ भयो। किन भन्दाखेरिमा यहाँको कन्नडा लोक हुन्छ होइन, जुन कि अब आफ्नो भाषा बोल्यो भने तिनीहरू खुसी मान्छन् कि होइन, आफ्नो भाषा बोल भन्ने जस्तो हुन्छ। अस्ति भर्खरै एकजनाको एक्सिडेन्ट भयो, एक्सिडेन्ट पर्दाखेरि होइन यहाँको सबै मिल्ने के, अलिकति दुःख के लाग्यो भन्दाखेरिमा यहाँ चाहिँ एक्सिडेन्ट भयो, गल्ती आफ्नो थिएन होइन, गल्ती आफ्नो थिएन। अनि त्यसपछि गल्ती आफ्नो नहुँदाखेरि त्यो कन्नडावाला जुन एक्सिडेन्ट गराउनेवाला उसले पनि थर्काउने, गल्ती बिना नै थर्कायो, उसको गल्ती थर्काउने। अनि त्यसपछि पुलिस कम्प्लेन गऱ्यो होइन, पुलिस कम्प्लेन आयो, पुलिसले पनि उल्टै थर्काउँछ, हेर्ने हामीलाई थर्काउँछ। अनि त्यसपछि चोट लागेको थियो होइन, चोट लागेको थियो अनि हस्पिटल लग्यो। अब त्यसपछि हस्पिटल लगिसकेपछि डक्टरहरू पनि मिल्छ, फेरि डक्टर मिल्ने, पुलिस मिल्ने, तपाईँको यहाँको लोकल त लोकल नै भइहाल्यो, सबै मिल्ने कि। त्यही भएर प्रवासमा भयो नि यति हेपाइचेपाइहरू। डेलिभरी गर्दाखेरि डेलिभरीहरूले केही हेर्दैन? डेलिभरी भनेपछि अलिकति तल्लो स्तरकै भन्ने अब भन्छन् होइन। तपाईँको डेलिभरी गर्दाखेरि त्यो जो कम्पनीमा डेलिभरी गर्नुहुन्छ नि, हजुर, त्योबाट केही सुरक्षाहरू तिनीहरूले केही राहतहरू गर्दैन त्यस्तो अवस्था? त्यो चाहिँ थाहा छैन होइन। त्यस्तो त्यो अब कम्पनीमा त्यस्तो कम्प्लेन त हालेको छैन, त्यस्तो राहतहरू अहिलेसम्म अब मिलेको छैन भनौँ न होइन। ठिकै छ, ठिकै भने भाषाले गर्दाखेरिमा भाषा एकदमै भाषाले अहिले त सबैलाई नेपालीहरूलाई प्रायः जस्तो बेङ्गलोरै जाने कमाउने राम्रो। तर एउटा कुरा होइन, बेङ्गलोरमा पनि धेरै थुप्रैजना नेपाली दाजुभाइ दिदीबहिनीहरू बस्नुहुन्छ होइन, लगभग धेरैको सङ्ख्यामा। इन्डियामा लगभग प्रायः बस्ने भनेकै फ्यामिली होला, बेङ्गलोरमा चाहिँ धेरै बस्नुहुन्छ होइन। बेङ्गलोर काण्डहरू पनि लगभग धेरै नै आउने गर्छ होइन, त्यो काण्डतिर त नजाउँ क्यारे अहिले होइन। त्यो हुँदाखेरि अब फ्यामिलीवालालाई एकदमै राम्रो छ। तपाईँलाई यो अवस्थाहरू एकदम हेपाइहरू जो प्रवासमा बस्दाखेरिमा, अब हामी त मिहिनेत गर्ने नै हो होइन, हजुर, तर मिहिनेत गर्दा पनि अब आफ्नो मिहिनेत दुःख अब रात दिन नभनेर खटेको हुन्छ मान्छे। हजुर, तर यस्तो गर्दाखेरिमा त्यो देशप्रति कस्तो लाग्छ हाम्रो देश? अब त्यो त एकदमै धेरै गिल्टी फिलिङ हुन्छ। किन भन्दाखेरिमा आफ्नो देशमा होइन, आफ्नो देशमा धेरै नभए नि 15,000सम्म, 18,000, 10-12,000देखि मासतिर राम्रोसँग आफ्नै फ्यामिलीसँग बसेर यसरी जब गर्न पाएको भए, दिनभरि जब गरेर बेलुकी आफ्नो फ्यामिलीसँग बसेर थोरै तिनै खाएर होइन, मिठो मसिनो यताउति घुम्न जाने, यताउति आफ्नो फ्यामिलीको केयर हुन्थ्यो होइन। प्रवासमा अब पैसा त छ, तर के गर्ने, पैसा भए पनि आफ्नो फ्यामिलीसँग यसरी बस्न पाइएको छैन, मम्मी बाबाहरूसँग बस्न पाइएको छैन, याद आउँछ होइन। तर के गर्ने, बाध्यता। फेरि यो कला सङ्गीततिर भएको मान्छेहरू त फेरि एकदम भावुकको हुन्छ नि। त्यो त अभियसली पनि, किन भन्दाखेरिमा कलाले रुवाउँछ पनि हँसाउँछ पनि होइन, दुईवटा पार्ट हुन्छ। किन भन्दाखेरिमा
सबै कुरा एउटा बच्चादेखि वृद्धसम्म सबैलाई सङ्गीत चाहिँ एकदमै धेरै मनपर्छ सबैलाई लगभग भनेपछि तपाईँ 1 वर्ष अगाडिदेखि 1 वर्षको रनिङमा यतै हुनुहुन्छ त्योभन्दा अगाडि एकदम। कता हुनुहुन्थ्यो योभन्दा अगाडि चाहिँ इन्डियाको प्राय ठाउँमा चाहिँ घुमियो भनौँ न किन कामको भन्दाखेरि सिलसिलामा। कामको सिलसिला अब त्यही त हो नि नेपालीको बानी उहाँ चस्छ किन भन्दा अलिक कमाइ हुन्छ कि उहाँ कमाइ हुन्छ कि भन्ने आश अब धेरै आश 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 पनि हुन्छ अलिकति केही गरौँला भन्ने सोच पनि हुन्छ त्यसै क्रममा चाहिँ धेरै ठाउँमा घुमियो भनौँ न अलि इन्डिया- फ्यामिली सहित हुनुहुन्छ अहिले चाहिँ फ्यामिली पनि लगभगै अब सँगै हुनुहुन्छ। सँगै हुनुहुन्छ एकदमै धेरै एक्साइटेड खुसी पनि छु फ्यामिलीको सपोर्ट पनि धेरै पाइरहेको छ यस हजुरको परिवारले बुझ्नुहुन्छ तपाईँको एकदमै। हरेक अवस्थाहरूलाई हो त्यही साथीभाइ। अवस्था बुझ्ने भएरै एकदम। बिहे गरेको भन्नुपर्छ होइन अनि एउटा जोडीले एउटा हुन्छ नि मान्छेहरूको लाइफमा हजुर। श्रीमान श्रीमतीको एउटा बुझाइ एक्लै अर्कालाई बुझाइ भयो भने त्यो लाइफ चाहिँ एकदम ओहो सुन्दर एकदम Correct, स्वर्ग जस्तो correct. लाग्छ धन पैसा त्यस्तै हो पैसा अनि नभए सबभन्दा पनि खुसी तपाईँ आफैमा Correct. त्यो श्रीमान श्रीमतीको एकदम मिलन हजुर। एकदम त्यो एक्लै अर्कालाई बुझ्ने एकअर्कालाई सम्मान गरिदियो भने हजुर। अनि त्यो चाहिँ कस्तो हुन्छ नि एकदम अन्त ध्यान हुँदैन कि त्यो एकदम शान्ति प्रेममा बस्यो भने त्यो परिवार अनि त्यो ओहो, कमाउने त्यतिकै। धन त आफै कमाइहाल्छ नि अँ। ध्यानहरूमा हुँदैन नि जब परिवारमा बिथलो छ भने उम्, त्यो चाहिँ हुन्छ यो चाहिँ सबैले ध्यान दिनुपर्छ होइन त्यो सबैले ध्यान दिने कुरा हो अँ, अब मैले परिवार। मात्रै भनेर हुँदैन अब किन भन्दाखेरिमा अब फ्यामिली भन्ने बित्तिकै फ्यामिली एक अर्कामा एक रथको दुई पाङ्ना भन्ने हुन्छ नि त एक ताले रोटी कहिले पनि पाक्दैन किन भन्दा दोहोरो हुनुपर्छ किन भन्दा रथ चल्नलाई पनि दुईवटा पाङ्ना चाहिँ बराबर यो तुलो जस्तो भयो भने एकदमै के अब ऊ हाँसिदिने ऊ रोइदिने त्यो भयो भने कस्तो हुन्छ भन्दाखेरिमा जिन्दगी त्यतिकै सलल बगिरहेको जस्तो हुन्छ क्या एकदमै त्यही भएर एकदमै धेरै खुसी चाहिँ छु भन्नुपर्छ यसरी नै खुसी मिलोस् भन्ने चाहन्छु ठिक छ तपाईँको जीवन त्यही नै होस् सब जान्नु भएको छ होइन लाइफले। हजुर अब अनि- लाइफ हजुर अनि त्यसपछि गुराँस गाउँपालिका त्यो नामै सुन्दाखेरि नै एकदम गुराँसहरू कस्तो छ त्यहाँको रमणीय? ए त्यहाँको गुराँस गाउँपालिका भन्ने बित्तिकै काफी छ अब गुराँस भन्ने बित्तिकै गुराँसको एकदमै धेरै त्यो गुराँसहरू भएको पकेट एरिया चाहिँ गुराँसे भन्ने एउटा ठाउँ छ होइन त्यहाँ एउटा बजार पनि छ त्यहाँ वरिपरिहरू गुराँस अब तपाईँको गुराँस कहिले फुल्छ अरे भनेपछि फागुनतिर होइन त्यतितिर जानुभयो भने तपाईँको मनै आनन्द हुन्छ पुरा चिसो हावा हुन्छ तपाईँको जेठ वैशाख जानुभयो भने त्यो ठाउँमा माथि लेकमा यति चिसो हुन्छ होइन ज्याकेट लगाउनु पर्छ क्या वैशाखको महिना चिसो हुन्छ जानुपर्छ है? एकदम हिउँ पनि पर्छ फेरि। म जान त गएको छु एक ठाउँ त्यो गुराँस त्यो एउटा होलीको अवसर थियो म त्यहाँ गर्थेँ फेरि घुम्न त पाएन भनेपछि तपाईँ त अनि त्यो त्यहाँका व्यक्तिहरूको प्राय व्यवसायहरू के छ व्यवसाय त्यही सबै खेती इन्डिया किसानी लगभग प्राय भनेको तरकारी खेतीहरू चाहिँ गुराँसेमा एकदमै धेरै सुर्खेततिर जुन सुर्खेत भ्याली त ठुलो छ होइन तरकारीहरू धेरै नै बिग्छ त्यहाँको बन्दा काउली आलु मुला गाजर त्यस्तो सागहरू अनि तपाईँको एकदमै धेरै चाहिँ त्यहाँको फेभरेट उत्पादन चाहिँ कृषि हुनै क्षेत्रमा? एकदमै त्यहाँको चाहिँ राम्रो छ, त्यहाँको सबैजना त्यो खेती किसान गरेर जीविकोपार्जन हुन्छ कि त्यहाँको मान्छेहरूले लगभग सिजनमा चाहिँ तरकारी खेती नै गरेर त्यहाँको मान्छेहरूले चाहिँ एकदम आफ्नो जीविकोपार्जन गरेको खेती देखेको छु। किसानलाई कस्तो पानीहरूको सुविधा कस्तो छ? पानीको सुविधा यस्तो हो बर्खायाममा चाहिँ माथि आकाशको पानीले चाहिँ गर्ने चलन छ त्यसरी सिँचाइ गरेर चाहिँ अलिकति अब तल त सिँचाइहरू हुन्छ खोला जहाँ खोला त्यहाँ भएको ठाउँ हुन्छ पानीको माथि चाहिँ माथि असुविधै चाहिँ होला पानीको असुविधा अब त्यस्तै चाहिँ हो नि अलिकति भौगोलिक विकृतताले गर्दाखेरि अब नेपाल पछि पर्नुको कारण पनि एउटा भौगोलिक मतलब भौगोलिक रूपमा तलमाथि छ किन भन्दाखेरिमा अलि विकास गर्नलाई अलिकति कठिनाइ जस्तो पनि छ होइन त्यही भएर पनि अलिकति गाह्रो छ। त्यस्तै छ यहाँ यस्तो लाग्छ कि मलाई चाहिँ कस्तो लाग्छ भनेपछि जति हामी प्रवास बसेर जति कमाउँछौँ नि हजुर त्यो कमाएको पैसाहरू त जति हामीले जति कमाए पनि त्यो सबै बाहिर जान्छ नेपालमा कति आउँछ होला र है त्यो बाहिरै हो अब कसरी भने चाहिँ त्यो जति कमाउँछौँ नि हजुर हामीले कमाएको पैसाहरू घर पठाउँछौँ घरकालाई त्यो जति खाद्यान्नदेखि लगाउने कपडाहरू सबै छ नि सबै बाहिरबाट जान्छ हजुर
अनि त्यो कोही किन्यौँ भने बाहिरबाट गएको हुन्छ त्यहाँ होइन, तर आफ्नै देशमा किन्छौँ त्यो किनेको जहाँबाट जुन देशबाट वस्तु आएको छ त्यही देशमा जान्छ नि त्यो पैसा त। अब त्यही हो, अब आफूले निर्यात गरेको भए आफूले पठाएको भए इन्कम आउँथ्यो। अब उताबाट इन्कम दिएर सामान लिने भनेपछि त त्यो त अलरेडी नै जाने भइहाल्यो, त्यो त अब जाने भइहाल्यो। नेपालमा अलिकति नेता बन्न सक्छ जो कोही पनि होइन, तर नेतृत्व गर्न सक्दैन। नेता बन्न त जो कोही पनि सकिया नि होइन। एउटा सानो गाउँमा म नेता हुँ हलाना फलाना एमाले काङ्ग्रेस माओवादी ह्यान त्यान भन्ने हुन्छ नि, होइन नेता बनिरहेको हुन्छ तर उसले नेतृत्व राम्रोसँग गर्न सकिया हुन्न, त्यो दुःख लाग्छ। तपाईँ चाहिँ फेरि खगेन्द्र सुनार होइन अहिले एकदमै धेरै भाइरल पनि हुनुभएको छ खगेन्द्र सुनारजी होइन। एकदम उहाँलाई अब नराम्रो त म भन्न चाहन्न, किन भन्दाखेरि खगेन्द्रजी पनि एकदमै कलाकारितामा एकदमै अगाडि नै हुनुहुन्छ, पत्रकार पनि हुनुहुन्छ, सबै कुराहरू बुझ्नु भएको छ, अलिकति लिडर गर्नुहुन्छ सायद मैले चिन्छु। उहाँले कहाँ उहाँ पनि त्यही गुराँस गाउँपालिका हुनुहुन्छ कि नै? खगेन्द्र सुनार चाहिँ हाम्रो दैलेखको सदरमुकामबाट अलि अगाडि यो घर भन्नुहुन्थ्यो, अब लगभग उसको घरबाट गएको छैन, तर हाम्रो गाउँपालिकातिर चाहिँ आउनुहुन्थ्यो, यताउति भाषण चाहिँ छाट्नुहुन्थ्यो, मिठै लाग्थ्यो क्यारे होइन। काम कतिको गर्नुहुन्छ जस्तो लाग्छ खगेन्द्र सुनारले? अहिले हाम्रो पार्टी खोल्नु भएको छ होइन, जुन कि हाम्रो पार्टी पनि खोल्नु भएको छ, लाइक चिन्ह छ एकदमै। अब किन भन्दाखेरिमा यो भुग्ने कुकुरले टोक्दैन भन्दै होइन, सायद अब नेतृत्व गरिसकेपछि गर्नुहुन्छ होला। आश लाग्दो व्यक्ति हुनुहुन्छ, आश लाग्दो अलिकति भरासिलो निडर होइन। अब आफ्नो देशमा त्यसरी भुक्नुभन्दा पनि बाहिरको देशमा गएर अलिकति बाहिरको देशलाई कटाक्ष गरेर चाहिँ बोल्दा अति उत्तम हुन्छ जस्तो लाग्छ। किन भन्दाखेरिमा नेपालमै थर्काएर नेपालमै त्यस्तो गफ लगाएर त हुँदैन, अलिकति टेक्नोलोजीको हिसाबमा चाहिँ अगाडि बढ्नु पऱ्यो भन्ने लाग्छ मलाई। एकदमै गर्नुहुन्छ होला। अहिलेसम्म कस्तो त्यहाँको परिवेश, अहिलेसम्म त्यहाँको राजनीति पार्टीहरूले चाहिँ तपाईँको त्यो गाउँठाउँको विकासदेखि लिएर? अब यस्तो हो, गाउँको विकास होइन, अब हाम्रो गुराँस गाउँपालिकामा योभन्दा अघिल्लो 5 वर्षको कार्यकाल चाहिँ हाम्रो खेमराजले जित्नु भएको थियो, जुन नेपाली काङ्ग्रेसकै हुनुहुन्छ, अनि अहिले चाहिँ एमाले जित्नु भएको छ। लगभग विद्युतहरू चाहिँ खेमराजकै पालामा आइसकेको थियो, जुन लगभग कर्णाली प्रदेशको सबैभन्दा धेरै चाहिँ बजेट पनि परेको थियो त्यति बेला विद्युतमा, लगभग कति करोड 25 अरब हो कि करोड चाहिँ त्यति परेको थियो। त्यति धेरै मैले चाहिँ अब प्रवासमै हिँड्ने भएर त्यति धेरै हामी ओडामा जाने बजेट भाषण गर्दा जाने आफ्नै जिम्मेवारीले गर्दाखेरिमा त्यस्तो ऊ चाहिँ त्यति धेरै विकास भएको देखिन्छ अलिअलि। जस सबै ठाउँमा चाहिँ विद्युतहरू चाहिँ पुगेको छ। बाटोघाटो कस्तो छ? बाटोघाटो त सबै ठाउँ पुगेछ जस्तो लाग्छ है। अब बाटोघाटो सबैभन्दा यस्तो रहेछ, फेरि नेताहरूले विकास गर्ने भनेकै बाटोमा रहेछ कि आफू जहाँ जहाँ पुग्न अप्ठ्यारो हुन्छ, अलिकति नेता भन्ने बित्तिकै त हिँड्न अलि नरुचाउने मान्छे गाडीमा हिँड्ने त्यस्तो हुन्छ नि, आफू चाहिँ पुग्नको लागि चाहिँ रोड चाहिँ सबैभन्दा पहिलो विकासलाई चाहिँ पहिलो प्राथमिकता राख्ने। चुनावको बेला गाडी लगेर जानु पर्यो, त्यो चाहिँ हुँदो रहेछ। चुनावको बेला गाडी लगेर जानलाई नेताहरूले बाटो बनाउनु रहेछ। तर धेरै विनाश पनि भएको छ नि, विकास पनि भएको छ विनाश पनि भएको छ। किन भन्दाखेरिमा रोडहरू धेरै खोलियो, जुन बर्खायाममा त धेरै पानी पऱ्यो भने त त्यो माटो खस्ने अनि पहिरो जाने यताउति घरहरू बगाउने त्यस्तो पनि थुप्रै भयो छ, धेरै उयोहरू पनि भयो। अनि नानी बाबुहरू कति छन् हजुर? नानी बाबुहरू खासमा एउटा छोरा छ होइन, एउटा छोरा पनि सायद टुरो जस्तै भएको छ। किन भन्दाखेरिमा म यहाँ छु होइन, किन भन्दाखेरि मेरो वास्तविकता अलिकति केही फरक नै छ भन्नुपर्छ। त्यही भएर मेरो छोरा चाहिँ अहिले मेरो दिदीसँग बस्छ। मेरो छोरा लगभग 8 वर्ष भयो, 8 वर्ष भयो, अहिले 1 मा पर्छ। जस अब आफू यस्तै भए पनि छोराछोरीलाई चाहिँ पढाउनुपर्छ भन्ने मेरो मात्रै मानसिकता नभएर थुप्रैको त्यस्तो हुन्छ, तर गरिरहेको छ सक्दो बाटोमा राखोस्, राम्रो गरोस्, चाहिँ सबको इच्छा चाहिँ हुन्छ एकदम। त्यही हो। अब घर परिवार कस्तो? घरतिर नेपालतिरै बस्नु अब भन्नुहुन्छ मेरो दिदीहरू पनि अब अलिकति पढे लेखेको नै हुनुहुन्छ, पढ्दै हुनुहुन्छ, मैले मात्रै अलिक छोड्या हो। मेरो दिदीहरू अहिले लगभग 32, 40, 35 वर्ष हुनुहुन्छ, थुप्रै मतलब 4 जनी मतलब 4 बहिनी हुनुहुन्छ, पढ्दै हुनुहुन्छ।
तिन भाइ हो, अब सबै परदेशतिरै लाग्यो, अब भाइहरूले प्रगति गर्न सकेन, दिदीहरूले अलिअलि गरेर बस्नु भएको छ। अनि जस पढिरहनु भएको छ, पढ्नुपर्छ, नेपालमै केही गर्नुपर्छ भन्ने चाहिँ भन्नुहुन्छ। तर के गर्ने, अब गोपी लगायो, बन्दा लगायो, मुला लगायो, त्यति दुःख गरे हुन्छ, कति पैसा हालेर मलजल किनेर गरेर त्यस्तो गरे हुन्छ। तर के हुन्छ भन्दाखेरिमा लास्टमा बिक्री हुँदाखेरि एकदमै थोरै कम मूल्यमा कम रेटमा चाहिँ बिक्री हुन्छ, अनि मेहनतको फल पनि आउँदैन कि त्यो हुँदाखेरि चाहिँ अब दुःख गर्न चाहिँ मन लाग्दैन, त्यो नै। ठिक छ। अनि अब घर फ्यामिलीमा त्यही मम्मी बाबा हुनुहुन्छ, अनि त्यसपछि दिदीहरू हुनुहुन्छ, दाई, अनि अरूको त सबैको बिहे भइसक्यो। एउटा दिदीको चाहिँ कान्छी दिदीको बिहे चाहिँ भएको छैन, पढ्दै अब आफ्नो लाइफ सेटल गर्ने भन्ने होला। अब उहाँहरूको आफ्नो आफ्नो रिजन होला। हजुर, आफूले चाहिँ अब पहिले बिहे गरियो, पहिले बिहे गरेर पनि बिचमा थोरै ठिकै छ, त्यो लाइफमा तिता घटनाहरू भयो। त्यो भइसकेपछि अहिलेको लाइफ चाहिँ एकदमै धेरै आनन्द आइरहेछ। यस्तै आनन्द हुन पाइयोस्। तपाईँलाई शुभकामना छ। एकदमै। फेरि पनि एउटा गजल भन्छु ल। गजल। गाउँमा घर छ मेरो, गाउँमा घर छ मेरो, यदि मसँगै उकाली ओह्राली गर्न सक्छौ भने आऊ। गाउँमा घर छ मेरो, यदि मसँगै उकाली ओह्राली गर्न सक्छौ भने आऊ। कुनै ठुलो महल छैन मसँग, कुनै ठुलो महल छैन मसँग, सानो झुपडी छ गाउँमा, त्यसैलाई टालटुल पारेर बस्न सक्छौ भने आऊ। माया, यति नै। धेरै सुन्दर, आफै रच्नु भएको। यो अब कफी गरेको भनौँ न, आफूले रचना गर्थेँ, तर अहिले चाहिँ भुलेको छु। पहिला चाहिँ एकदमै धेरै त्यो कफीमा लेख्ने भन्ने उमेर पनि थियो होला त्यो बेला। पहिला कस्तो हुन्थ्यो भन्दाखेरिमा रेडियोहरू के पहिला एफएमहरू धेरै सुन्ने चलन थियो। पत्रकारितामा पनि धेरै रुचि राखेको मान्छे हो। अब त्यति बेला चाहिँ त्यो कार्यक्रमहरू आउने, कार्यक्रमहरू आउँदाखेरि चाहिँ यसरी गीतहरू गाउने, गजल, मुक्तक, सायरी, यस्ता क्यारिकेचरहरू चाहिँ धेरै गरिन्थ्यो कि। क्यारिकेचर आउँछ तपाईलाई? क्यारिकेचर चाहिँ अहिले ठ्याक्कै अहिले चाहिँ आउँदैन होइन, त अब कुनै समय चाहिँ गरिन्थ्यो क्यारिकेचर गरिन्थ्यो। अलिकता आउँ कसैको नेताहरू, कसैको या जनावर। अब जनावरको त सबै आउँछ होइन, जनावरको क्यारिकेचर गरौँ भने त अब अलिकति नेताकै गरिन्थ्यो। एकचोटि मैले शेरबहादुर देउवाको गरेको थिएँ, जुन एउटा एक टपिक्समा थियो, अहिले भुलियो। क्यारिकेचर चाहिँ नगरौँ, गीत गाउँ है। एउटा गीत भन्दाखेरिमा एउटा अहिले चर्चित गीत छ नि, के गरे भेनाजुले किनिदिएको चस्मा हो भन्ने के, त्यो गीत फेरि गाउँछु भन्दाखेरि आउँदैन फेरि है। पछि चाहिँ एकछिन कुन गीत अहिले चाहिँ एकदमै चर्चित गीत होइन, भेनाजुले किनिदिएको चस्मा हो, ब्युटी पार्लर गएको अस्ति हो भन्ने एउटा गीत गाउँछु ल। ब्युटी पार्लर गएको अस्ति हो, ब्युटी पार्लर गएको अस्ति हो, भेनाजुले किनिदिएको चस्मा हो, बालाज्यू हमर प्यारे लाला, अरे मिठा पान बनाऊ त बनारसी वाला, ओए मिठा पान बनाऊ त बेङ्गलोरे वाला, अरे मिठा पान बनाऊ त बेङ्गलोरे वाला। ल यति छोटो मिठा पान मिठा पान चाहिँ खाइन्न होइन, अब कहिलेकाहीँ अब के गर्ने। अनि चस्मा भेनाजुले किनिदिनु भएको कि हजुरले किनिदिनु हुन्छ? सालीहरू हुनुहुन्छ होला? सालीहरू हुनुहुन्छ, लगभग सालीहरूले किनिदिने अब भन्नुभयो होइन। अब भनेपछि यो किनिदिनु पर्ला। सालीको राजा हुनुहुन्छ? सालीको अब गाउँघरतिर पनि हुनुहुन्छ सालीहरू त। कस्तो भन्दाखेरि मामाको छोरीलाई साली भन्ने चलन हुन्छ फेरि मगरमा, मगर चलनमा हुनुहुन्छ गाउँमा चाहिँ थुप्रै हुनुहुन्छ। कहिलेकाहीँ यसो इन्डियाबाट गएको बेला चाहिँ चस्मा लगेर जानु पर्ला। ल उहाँको सालीहरूको को हुनुहुन्छ चस्मा ल्याउँदै हुनुहुन्छ भने चाहिँ बेङ्गलोरबाट है? एकदम
भर्ती भएको 10 साथै हेर्दा त तपाईँ त सैनिक जस्तो कतिको इन्ट्रेस्ट रह्यो इन्ट्रेस्ट चाहिँ अलिकति हाइट चाहिँ अलिकति कम भएको कारणले गर्दाखेरि नत्र सबै आफूमा सबै पर्फेक्ट थियो होला तर हाइटले गर्दाखेरि अलिकति मलाई चाहिँ कहिले जानुभयो कि नै जाम त लाग्यो होइन जाम लाग्यो तर अब गएर पनि हाइटमा फालिदिने भन्ने लाग्यो होइन पहिले आफै तपाईँ त्यो कुरामा तर रहर चाहिँ धेरै लाग्थ्यो यताउति रनिङ सनिङ गर्ने अनि पुसअप सुसअप गर्ने त्यस्तो चाहिँ हुन्थ्यो होइन अझै पनि गरिन्छ आफ्नो फिटनेसको लागि एकदमै गरिन्छ त्यो फिजिकल गर्नु चाहिँ राम्रो भन्छ है म त गर्दैन फिजिकल अब कामै फिजिकल हुन्छ है हो त्यो पनि एकदमै धेरै अब गाउँघरतिर त फिजिकल गर्नै पर्दैन फेरि किन भन्दाखेरि दाउरा घाँस मेलापात यताउति अनि कहिलेकाहीँ अब त्यो गाउँघरतिर घर बनाउने यताउति सर्वदान भन्ने हुन्छ यत्र ढुङ्गाहरू उठाउनुपर्छ होइन त्यत्तिकै तागत देखाउने अनि अब यहाँभन्दा मेलापातहरू कतिको हुन्छ त्यहाँ मेलापातहरू हुन्छ नि अब यताउति पहिला गोठाला जाने त्यस्तो पनि थियो गोठाला जाँदाखेरिको यादहरू पनि धेरै आउँछ किन भन्दाखेरिमा गोठाला बालापन बेग्लै हुन्छ है हो त्यो अरू सबै आए पनि त्यो बालापन चाहिँ फिर्ता आउँदैन किन भन्दाखेरि त्यो सम्झनामा मात्रै सीमित हुन्छ अब त्यो धेरै त्यस्ता अलिकति उशृङ्खल कामहरू पनि गरिन्थ्यो चटपटा कामहरू पनि गरिने कुखुरा चोरेर त खाएर काँक्रा अखुहरू चाहिँ धेरै चोर्यो भनौँ न अनि त्यो काँक्रा चोर्दा अनि अखु चोर्दाहरू त्यसरी पिटाइ खाएको यादहरू पनि छ गाली त कति खाइयो होइन काँक्रा पनि खाइयो गाली पनि खाइयो आफ्नै चोर्नु हुन्थ्यो कि अरू छिमेकीहरूको आफ्नो चोर्ने कुरा त भएन अब आफ्नो अरूले चोर्ने भयो अरूको आफूले चोर्ने भयो त्यही हो ग्याङ हुन्थ्यो कि एक्लै ग्याङ हुन्थ्यो साथीहरू कता हुनुहुन्छ साथीहरूलाई सम्झिनु कोही घरतिरै हुनुहुन्छ अब कोही अब यसो के हो भन्दाखेरिमा यस्तै हो अरू त सबै ठिक छ अब अलिकति पैसाको कमी छ भन्ने कुरा एकदमै त्यो चाहिँ भन्नुहुन्छ जस एकदमै एउटा मिल्ने साथी हुनुहुन्छ यतै हैदराबादतिरै हुनुहुन्छ साथीहरू हाम्रो गाउँको साथीहरू प्रायः अलि त्यतातिर हुनुहुन्छ एकदमै धेरै मिल्ने के ऊ साथी म अनि त्यसपछि त्यो भागेर एकचोटि खोलामा माछा मार्नलाई पनि गएँ सानो छँदा तपाईँको त्यो खोला भनेको तलको त्यो लोरे खोला भन्ने छ तल एकदमै धेरै तल छ एकदमै धेरै तल छ त्यहाँ पनि गइन्थ्यो जस्तै त म गएको थिएँ त्यो गुराँस गाउँपालिका तलको खोलालाई त्यो भेरी नदी पनि छ कुन नदी कर्णाली होला तपाईँ डुङ्गेश्वर जानुभयो होला डुङ्गेश्वर खोला हो त्यहाँ चाहिँ भेरी र सरी कर्णाली र लोहरे खोला मिसेको छ त्यहाँ डुङ्गेश्वर भनेको त्यो खोला मिसेको ठाउँमा डुङ्गेश्वर तपाईँको डुङ्गेश्वर छ डुङ्गेश्वरदेखि माथिपट्टि त्यहाँ मेला लाग्छ नि यस्तो गाउँभरिको मान्छेहरू त्यहाँ जम्मा हुने होलीको टाइम थियो धेरै वर्ष अगाडि होलीमा चाहिँ ठाउँ त्यस्तो उयोहरू लाग्ने हुन्छ त्यहाँ हुनु त अब हाम्रो गाउँठाउँ हेर्दाखेरि एकदम कस्तो आनन्द प्यारो लाग्छ है झन् प्रवास बस्दा झन् प्यारो अनि झन् त्यहाँ हुँदै घुमियो भने यति राम्रो ठाउँहरू छ अनि त्यो कोइलीहरूको आवाज अनि त्यसरी चराचुरुङ्गीको आवाज अनि त्यो शान्त वातावरण तपाईँको त्यसरी जङ्गलहरू डाँडाकाँडा त्यो हिमाल पहाडहरू हेर्दाखेरि एकदमै मन चाहिँ आनन्द हुन्छ होइन आफ्नो त्यही हो गाउँको धेरै नै याद आउँछ यहाँ परवासमा हुँदाखेरि चाहिँ धेरै याद आउँछ याद आएर के गर्ने हो र अब चाहिँ अहिले सम्झिँदाखेरि कसलाई सम्झिनुहुन्छ अहिले सम्झिँदाखेरि मैले मङ्गुवालाई नै सम्झिन्छु किन भन्दाखेरिमा अलिकति मङ्गुवा पनि असक्त नै हुनुहुन्छ किन भन्दा अलिकति उमेर एजेड नै हुनुहुन्छ होइन अलिकति काम गर्नलाई सक्नु हुँदैन त्यही भएर अलिकति घरमा बसेर सपोर्ट हुन्थ्यो भन्ने हुन्छ तर के गर्ने सबैको परिस्थितिले एउटा नेपालको परिस्थितिले गर्दा सबै मुगलान हिँड्नुपर्छ है गाह्रो छ अन्त अधिकांश ठाउँहरू गाउँहरू रित्तिएको छ गाउँहरू सुनसान छ अनि सबै अनि बुढोपाको मात्रै मान्छेहरू गाउँतिर हुनुहुन्छ अब हुने खाने अलि धेरै कमाउने सहरतिर राख्नु भएको अनि यस्तो पनि हुँदो रहेछ कि अलि बुढोपाको मान्छेहरूलाई सहरतिर लिएर राख्यो भने पनि तर उहाँहरूको मन नमान्दो रहेछ अब त्यही ठाउँमा के भन्नुहुन्छ होइन के भन्नुहुन्छ भन्दाखेरिमा
अब सहरतिर बस्नुपर्छ, धेरैले आफ्नो मम्मी बाबाहरूलाई आफैसँगै राख्ने चाहना हुन्छ होइन, बसौँ भन्ने हुन्छ। अनि उनीहरूले भन्नुहुन्छ कि होइन यहीँ जन्मियो, यहीँ हुर्कियो, यहीँ पढ्यो, यहीँ खायो, यही सबै थोक गरियो। अनि त्यो गर्दाखेरि मान्नु हुँदैन, हाम्रो मनै मान्दैन। त्यो सहरमा गएर कसले खाना दिन्छ, यताउति इष्टमित्रको यस्तो हुँदो रहेछ क्या सहरमा। फेरि अब सीमित मात्रामा कोठा हुने घरहरू त्यस्तो, अनि गाउँतिर त ओपनली जसको घरतिर गएर कुराकानी गर्ने पनि हुने। घरमा सहरतिर बस्यो भने तपाईँको छिमेकीहरू कोही भने चिनजानको हुँदैन, कसरी त्यहाँ बोलचाल गर्ने, अनि त्यो माहौलै बेग्लै हुन्छ। त्यो उहाँ फ्रिडम हुन्छ गाउँतिर होइन, भला खुसारी गर्न पनि हुने, आफू सुख दुःख हुने। त्यही भएर चाहिँ नजर रुचाउनु त्यो हुन्छ। अब अहिले पछिल्लो चरणमा चाहिँ के छ भन्दाखेरि नेपालमा प्रायः गाउँठाउँमा बस्ने जुन बिहे गरिसकेपछि चाहिँ बुढीहरूले चाहिँ नमान्ने कि गाउँमा अलिकति दुःख हुन्छ यताउति भन्ने हुन्छ होइन, सबै परवासमै हुन्छ उसको बुढाहरू। अनि ऊ चाहिँ कोठा भाडामा अलिकति लिएर सहरतिर बस्ने, बच्चा बच्ची पढाउने, त्यसको चाहिँ धेरै नै भएको छ। त्यो हुँदाखेरि थोरै विकृति पनि फैलिरहेको छ। यस विषयमा थोरै मैले केही गर्नै पर्छ कुरा। किन भन्दाखेरिमा के भन्न चाहन्छु भन्दाखेरिमा जुन कि अब सबैलाई एउटै क्याटेगोरीमा त राख्नु भएन होइन। कुनै कुनै मान्छेहरू अलिकति जुन कि सहरमा के हुँदो रहेछ भने गाउँबाट सहरमा झरिसकेपछि त्यहाँको वातावरण होइन, अब सहरमा त हरेक कुराहरू मिल्छ, तपाईँको खान मिल्ने, सबै कुरा देख्न मिल्ने, झिलिमिली यताउति, राम्रा मान्छेहरू पनि त्यही, नराम्रा मान्छेहरू पनि त्यही होइन। त्यो हुँदाखेरिमा अलिकति कन्ट्रोल गर्न सकेन भने चाहिँ बिग्रिने चान्सेस चाहिँ अलिकति धेरै देख्छु मैले। त्यस्तै भएको छ भने धेरै त्यस्तो भएको छ। अब यही ठ्याक्कै भएको मान्छेले चाहिँ देखेकै छ, नभएको मान्छेलाई चाहिँ भनिरहनु पर्दैन। अलिकति हिंस दिइसकेपछि तपाईँहरूले बुझिसक्नु भएको होला। यदि हाम्रो भिडियो हेरिरहनु भएको छ भने सायद मेरो कहानी पनि लगभग त्यतितिर मोडिरहेको छ, मोडेको हो भन्नुपर्छ। अब त्यही हो। अब मैले कसैलाई अझै पनि नराम्रो भन्न चाहँदैन, कसैलाई त्यस्तो नराम्रो भए क्षमा चाहन्छु। ठिक छ। एउटा समय परिस्थिति जुर्यो है तपाईँसँग एकदमै धेरै धन्यवाद छ। अब धेरै भिडियो पनि लामो भयो कि क्या हो, सबै पुरा भिडियो हेर्ने मान्छेलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। अब अलिकति हाम्रो भिडियोलाई छोट्याउँ भन्नुपर्छ। अब के भयो भन्दाखेरिमा यस्तै हो, धेरै लामो भिडियो भयो भने धेरै रुचाउनु पनि हुँदैन हाम्रो दर्शक। तपाईँलाई धेरै धेरै धन्यवाद छ है। यो सानो अब छोटो या लामो समय भए पनि एउटा हामी दुईजना कुरा गर्नु पायौँ। अरू साथीहरू हुनुहुन्छ उतातिर हुनुहुन्छ, इन्जोय गरिरहेको छ, उहाँतिर हुनुहुन्छ, सर हामी हेर्नेछौँ ऊ त्यहाँ हुनुहुन्छ, यतातिर पनि हुनुहुन्छ उतातिर साथी। एउटा टाइम पास गरेर गाउँघरको फिल चाहिँ आइरहेको छ है त, एकदमै गाउँघरमा हुन त जस्तै बाख्रा चराउन। हुन त यतातिर ठुलै घर छन्, ठुलो घर छ यतातिर। एउटा जङ्गल छ चाहिँ, यहाँ चाहिँ हामी बसेर यसो गाउँको यादहरू मेटाइरहेको छौँ। सबैलाई हामी नेपालीहरू विशेष गरेर आफ्नो पाखा पखेराहरूमा हुर्केको, वन जङ्गलमा रमाइलो आफ्नो परिवेश, नेपालीहरूलाई सबैलाई थाहा छ आफ्नो परिवेश कस्तो छ हाम्रो नेपालको हावापानीहरू। त्यस्तोमा हुर्केको मान्छे हामी चाहिँ सहरहरू भन्दा यसो प्रकृतिमा रमाउन खोज्ने हामी प्रायः नेपालीहरू आएका छौँ। यहाँ चाहिँ सहरतिरको अनुभव बेग्लै हुन्छ है। यहाँ तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले चाहिँ एउटा विशेष गरेर हजुरलाई पनि धन्यवाद दिन चाहन्छु, किन भन्दाखेरिमा यो हजुरको फेसबुक पेजबाट यसरी बोल्न पाउँदा, देखिन पाउँदा होइन एकदमै धेरै खुसी लाग्यो। हजुरलाई विशेष गरेर धन्यवाद छ। अब जस तपाईँसँग भेट भयो, अब हामी अहिले त अब सँगै सहकार्य गरिरहेको छौँ। एकदमै कहिलेसम्म हुन्छ यो यात्रा होइन, एउटै फिल्डमा। अब कस्तो हुन्छ यहाँ पछिको कुरा चाहिँ पछि नै हुन्छ, किन भन्दाखेरि फेरि पनि हामी मनका तिखा मिठा कुराहरू गर्नेछौँ होइन। नमरी बाँचे कालले साँचे, अब कालले साँच्यो भने चाहिँ हाम्रो भेट होला, त्यो नै भन्छु। हजुरलाई विशेष धन्यवाद। र भिडियो जतिले हेर्नु भएको छ होइन, त्यो दुःख नमानेर के भन्छ के बोल्छ भनेर हेरिरहनु हुने हाम्रो दर्शक अनि तपाईँको फेसबुक फ्रेन्डहरू सम्पूर्णलाई विशेष धन्यवाद दिन्छु, नमस्कार गर्न चाहन्छु। जाँदा जाँदै एउटा गीत जाँदा जाँदै एउटा गीत जाँदा जाँदै एउटा गीत गाउनु पऱ्यो होइन, गाउने
गीत चाहिँ सुरु गरिदिन्छ। रामजी खाँडको पुरानो गीत होइन, आइनौ तिमी भन्ज्याङमा पर्खिँदा, सायद यो पहिलो गीत हुनुहुन्छ सायद हुनुपर्छ, त्यही गीत गाउँछु त। आइनौ तिमी भन्ज्याङमा पर्खिँदा, एक्लै भए साँझ घर फर्किँदा, तिमीले दिएको सिनो हरायो, तिमीले दिएको सिनो हरायो, सम्झी सम्झी रुने बनायो, भन्ज्याङमा पर्खिँदा, एक्लै भए साँझ घर फर्किँदा, तिमीले दिएको चिनो हरायो, तिमीले दिएको चिनो हरायो, सम्झे सम्झे रुने बनायो। ल अब डाकोले पनि त्यति साथ दिएन, धेरै बोल्यो, एकदमै रुगा चाहिँ धुँदोमा हिँड्नुपर्ने, अब यस्तो हो, त्यही भएर अलिकति। अनि तपाईँलाई कहिले यस्तो रुनै परेको छ चिनो रुमालहरू? अब रुने भन्दाखेरि अब धेरै रुने त रोइयो पनि, अब हाँस्यो पनि एकदमै आफ्नो छ कहानी, भनौँ भने कसलाई भनौँ होइन। अब हाँस्ने मान्छेहरू धेरै छन्, अब बुझिदिने भए पनि अलिकति मुखमा राम राम भने पनि बगलीमा छुरा भन्छ नि होइन, मुखमा ठिक छ म छुनी भन्ने हुन्छ, पछाडिबाट एकदमै कुरा काट्नेहरू चाहिँ धेरै हुन्छ। र आफ्नो वास्तविकता चाहिँ मैले कसैलाई चाहिँ भन्ने गर्थेँ पहिला, आजभोलि चाहिँ छोरा छु त्यो कुरा त्यो नै। ल धन्यवाद सबैलाई, विशेष धन्यवाद छ। यो भिडियो चाहिँ सबै हेरिदिनु भयो, लास्टसम्म हेरिदिनेलाई विशेष धन्यवाद। लाइक सेयर गरिदिनु होला मन पर्नेहरूले। हामी यस्तै यस्तै भिडियोहरू अब नेपाल प्रवासमा बस्ने नेपालीहरू जो हुनुहुन्छ, उहाँहरूको कथा व्यथाहरू, अवस्थाहरू र उहाँहरूले भोगेका परिस्थितिहरूको बारेमा चाहिँ हामी नेक्स्ट अरू भिडियोहरू चाहिँ ल्याउनेछौँ। त्यसको लागि तपाईँहरूले चाहिँ साथ सपोर्ट गरिदिनु होला। एकदमै धेरै धन्यवाद दिन चाहन्छु, किन भन्दाखेरिमा मैले फर्स्टचोटि यसरी जस तपाईँको फेसबुक पेजबाट यसरी जोडिन पाउँदा एकदमै धेरै खुसी लाग्यो। जस पहिले इन्टरभ्यू जस्तो पनि भयो, जस्तो इन्टरटेनमेन्ट पनि भयो, रमाइलो पनि भयो। मेरो पनि यो चाहिँ पहिलो परेको छ, एकदमै एकदमै। अब यो चाहिँ केही गरौँ कि होइन, तपाईँहरूकै हातमा छ, एउटा हातमा छ, तपाईँहरूकै हातमा छ भन्ने यो गीत एउटा आत्मा छ, त्यही आत्मा नि रुवाउने कि हँसाउने एउटै हातमा छ होइन भन्न चाहन्छु। किन भन्दाखेरि तपाईँहरूकै हातमा छ। लाइक गरिदिनु भयो, कमेन्ट गरिदिनु भयो, हेरिदिनु भयो, तपाईँहरूले माया दिनुभयो, हौसला दिनुभयो भने हामी अलि एक स्टेप माथि जानेछौँ। तपाईँ हाम्रो प्रयास चाहिँ निरन्तर हुन्छ, तपाईँहरूको साथ रह्यो भने हामी चाहिँ निरन्तर। तपाईँहरू नै हो भगवान् भनेको होइन, हामी त दर्शकलाई भगवान् नै उहाँ भगवानै हुनुहुन्छ। अब तपाईँहरूको प्रतिक्रिया के छ होइन, के सुधार्नु पर्ने कुराहरू, बोलीहरू के छ त्यो चाहिँ अब सुधार्दै गरौँला, कर्म छ होइन। अब कहिले अलिकति बोल्ने क्रममा तलमाथि भयो होला, एउटा शब्दलाई दुईचोटि उच्चारण गरियो होला, त्यसको लागि पनि क्षमा प्राप्ति छ। किन भन्दाखेरिमा अलिकति बोल्न चाहिँ अलिकति अप्ठ्यारो पनि लागिरहेको छ। किन भन्दाखेरिमा पहिलोपटक बोलिरहेको भए एक कुरा हुन्थ्यो होइन, सधैँ बोलेको कहिलेकाहीँ यसरी बोल्दाखेरि अलिकति अप्ठ्यारो चाहिँ लाग्छ। किनकि त्यो डर होइन, भित्रको मान्छेको डर हुन्छ, त्यो क्यामेरा खिचेको नि हामीले, त्यही भएर हामीलाई डर लागिरहेको छ। तर यस्तो लाग्छ होइन, यस्तो भिडियो बोल्दाखेरि अलिकति डर जस्तो फिल हुने, अब स्टेजमा चढ्दाखेरि कस्तो होला भन्ने हुन्छ। तर त्यति धेरै डर त लागेको छैन। यस्तो परिस्थिति भयो भने हामी स्टेजमा पनि तपाईँहरूकै हातमा छ होइन। अब अलिकति आफूले राम्रो पर्फर्मेन्स दियो भने, प्रतिभा दियो भने त्यो स्टेजमा पनि जाउँला होइन, आश गरौँ। विशेष धन्यवाद छ तपाईँलाई। मेरो सुरुवाती उसमा चाहिँ तपाईँ आइदिनु भयो, विशेष धन्यवाद छ। यो नेक्स्ट टाइममा फेरि भेटौँला है। ओके, ल सबैलाई धन्यवाद छ।